चाहिँ म हैन यहाँ भित्र जाँदै छु यस्तो हाल छ हैन यस्तो अप्ठ्यारो छ यहाँबाट चाहिँ निस्किन्छ के मान्छे यदि गाइज हैन म पापी छु भनेर चाहिँ यहाँ भित्र अड्किन्छु हैन यति म पापी छैन भनेर चाहिँ उताबाट निस्किन्छु हैन हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम धेरै सन्चै छु हैन सो आज चाहिँ हैन म यस्तो ठाउँ जाँदै छु हैन जो कि तपाईले छोटो हाइलाइट्समा देखिसक्नु भएको छ होला हैन त्यो ठाउँ चाहिँ यस्तो खतरनाक छ गाइज हैन जहाँ चाहिँ म तपाईलाई अहिले मुखले भनेर चाहिँ धेरै चाहिँ हैन भन्न सक्दिनँ सो हामी त्यसलाई चाहिँ भिडियो मार्फत हेर्नेछौँ हैन आज म पनि त्यो ठाउँमा ट्राई गर्छु हैन जानको लागि चाहिँ ट्राई गर्छु तर सायद मलाई चाहिँ डर लाग्छ हैन त्यस्तो ठाउँमा जान चाहिँ म पहिला पनि गएको थिएँ तर आज चाहिँ स्पेशल तपाईलाई देखाउँछु हैन सो मैले पाप गरेको छु कि छैन आज थाहा हुनेछ ल गाइज हैन फाइनली म चाहिँ त्यहाँ पुग्दैछु हैन अब मान्छे त सायद सबैहरू छैन होला सायद सबै घर गइसक्यो होला हैन तर हेरौँ उनीहरू गए पनि हैन म चाहिँ त्यो भित्र छिरेर चाहिँ एकचोटि ट्राई गर्छु हैन सो तपाईहरुले हेर्दै गर्नु होला तर यता गाउँ चाहिँ पुगेको छ हैन अब गाउँ थिच्यो भने रिसाउँछन् होला सबैले बाफ रे बाफ यस्तो थकाइ लाग्छ यार हिँड्दा पनि एउटा यस्तो उकालो छ हिँड्नलाई मा कसम यार मेरो त खुट्टा सुट्टा दुखेर हैन बल्ल बल्ल अटो चाहिँ भेटाएको थियौँ हैन तर त्यो अटोले पनि ऊ यहाँ तर छोडिदियो हैन तर यहाँको बाटो चाहिँ अलिकति डिफिकल्ट टाइपको क्या अलिकति एकदम हार्ड टाइपको हैन भन्छन् हैन केटाहरू चाहिँ मान्छेहरू सबै गइहाले कोही छैन भन्छन् बाटो नि कस्तो यार यता चिप्लिने चान्स धेरै छ कि गाइस यार कोही त छन् केटाहरू हैन तर उनीहरूको भन्दा नि आज म देखाउँछु हैन म त्यहाँबाट पारी पुग्छु या पुग्दैन मलाई थाहा छैन हैन मैले आरपार गर्छु गर्दैन मलाई थाहा छैन तर म चाहिँ एकचोटि ट्राई गर्छु हैन ल अहिले चाहिँ ठ्याक्कै हामी हैन त्यो ठाउँमा पुगिसकेका छौँ मान्छेहरू चाहिँ सबै गइहाल्यो हैन तर म चाहिँ ट्राई गर्छु हैन म त्यहाँबाट निस्किन पाउँछु या पाउँदैन मलाई थाहा छैन हैन यदि म पापी छु नि हजुर मान्छे थोरै छ नि त यार सब गइहाल्यो यही त हो बाटो कहाँबाट जहाँबाट आउनुभएको थियो त्यही बाटो हो ल हुन्छ कोही छैन यहाँ मान्छे ल हुन्छ त है मेरो घर त तल हो दाइ कुमाल गाउँ लगाइ छैन अनि यहाँ चाहिँ पत्थरहरू धेरै छन् के यार यस्तो लुटिन्छ भन्ने पनि डर लाग्छ हैन तर म त्यो ठाउँ देखाउँछु हैन अरू त कोही छैन यार हेर्न सक्नुहुन्छ कोही छैन हैन यहाँ चाहिँ एकजना दाइ हुनुहुन्छ दाइ चाहिँ कोहीसँग कल गर्दै हुनुहुन्छ त्यही भएर चाहिँ एकछिन चुप भन्दै हुनुहुन्थ्यो मलाई सो म चाहिँ ट्राई गर्छु हैन ठाउँ चाहिँ यही हो हैन म तपाईँलाई देखाउँछु हैन म तपाईँलाई देखाउँछु यही हो ठाउँ है पहिला एकचोटि चाहिँ निस्किएको थियो क्या मान्छे हैन ठाउँ चाहिँ यही हो हैन यहाँभित्रबाट चाहिँ हामीले त्यहाँ देख्न सक्नुहुन्छ हैन त्यहाँबाट चाहिँ हामीले अर्को साइड निक्लिनु पर्ने हो क्या तर जो भाग्यमानी या पापी छैन ऊ चाहिँ निस्किन्छ भन्छन् तर म पापी छु या छैन अहिले हेर्नेछौँ हैन हामी चाहिँ लगाइज अहिले चाहिँ म हैन यहाँभित्र जाँदैछु त्यहीको लागि चाहिँ पहिला मैले चाहिँ यो खोल्नुपर्छ हैन बाटो चाहिँ एकदम साँघुरो छ हैन यो एकदम साँघुरो छ मैले चाहिँ फुल तयारीको साथमा जानुपर्छ हैन अनि यो बन्दुक मेरो बन्दुक चाहिँ हैन यो चाहिँ खासमा भिडियो बनाउँछु भनेर ल्याएको थिएँ हैन यो चाहिँ यता राख्नुपर्छ अनि अर्को मोबाइल हैन यसलाई पनि यता राख्नुपर्छ अनि यो एयरबोर्ड चाहिँ यता राख्नुपर्छ है ल म जाँदैछु हैन यदि गाइज हैन म पापी छु भनेर चाहिँ यहाँभित्र अड्किन्छु हैन यदि म पापी छैन भनेर चाहिँ उताबाट निस्किन्छु हैन तर उताबाट चाहिँ म सक्छु कि सक्दैन अहिले हामी हेर्नेछौँ हैन ल दाइ देखाउनु त यता आउनु यता आउनु गाइज यस्तो हाल छ हैन यस्तो अप्ठ्यारो छ ल गाइज नजिक आउन नब्दैन कसम
गाइज यति गाह्रो छ मलाई त डर लाग्यो यार म त जान्न यार मलाई लास्टै डर लाग्यो यार म जान्न गाइज म छिर्ने थिएँ मेरो साथीले धेरै डर मानेर केटाहरू अहिले आएका छन् 2-4 जना होइन यिनीहरू निस्किन्छन् या निस्किँदैन मलाई थाहा छैन होइन तर ट्राई गऱ्यो भने चाहिँ हुन्छ होला होइन म हेर्छु होइन एकचोटि म भिडियोहरू देखाउँछु तपाईँहरूलाई यसको निस्किने ठाउँ चाहिँ यतै छ कि यतै रिल बनाउनु न यहाँ छ कि म देखाउँछु होइन निस्किने ठाउँ चाहिँ ठ्याक्कै यो हो कि यसको यो तपाईँ देखिराख्नु भएको छैन यो तलको यो चाहिँ यहाँबाट चाहिँ निस्किन्छ क्या मान्छे पहिला चाहिँ निस्किएको थियो गाइज होइन पहिला चाहिँ एकजना सानो भाइ चाहिँ निस्किएको थियो तर त्यति बेला चाहिँ म खासै भिडियो बनाउँदैन थिएँ नि त होइन त्यति बेला चाहिँ मैले देखाउन पाएन यो बेला चाहिँ मान्छेहरू खासै आएको नै रहेछ होइन अब त्यति निस्किन मान्छेहरू पनि थिएन होइन यहाँबाट चाहिँ निस्किँदो रहेछ अनि अब केटाहरूले पनि खासै गएनन् होइन डर लाग्यो सबैहरूलाई पापीहरू चाहिँ भित्र अड्किन्छ धर्मिलोहरू चाहिँ बाहिर निस्किन्छ भन्छन् होइन तर यो चाहिँ म गलत मान्छु किन भन्दाखेरि जस्तै तपाईँहरू एउटा सानो उदाहरणले बुझ्नुहोस् होइन एउटा एकदम मोटो होइन 100 केजीको मान्छेलाई चाहिँ तपाईँ यो भित्र हाल्नुहोस् त्यो व्यक्ति यहाँ यसको छेउबाट चाहिँ निस्किन सक्दैन नि त होइन एउटा पतलो होइन एकदम पतलो एउटा सानो मान्छेलाई चाहिँ तपाईँ यहाँभित्र हाल्नुहोस् त्यो चाहिँ यताबाट निस्किन्छ होइन त्यस्तो हो तर मेरो भनाइ यो चाहिँ भ्रम मात्र हो होइन अब पहिलाको जमानामा मान्छेहरूले भन्यो होइन त्यो रीतिरिवाजलाई चलायो त्यो परम्परा चाहिँ चलायो होइन त्यो चाहिँ म मान्छु होइन तर यो पापी मान्छे अड्किने होइन धर्मिलो मान्छे चाहिँ निस्कने भन्ने चाहिँ यो गलत हो क्या म होइन मैले पनि ट्राई गरेँ होइन तर म चाहिँ उताबाट चाहिँ रिटर्न भइहाल्यो नि त होइन अब यस्तो हुन्छ नि त अब त्यहाँभित्र अड्किएर फेरि गाह्रो छ बाटो पनि एउटा सानो छ कि सानो बाटो छ त्यहाँबाट हामीले निस्कनु पर्ने छ एउटा मैले अघि देखाइसकेँ होइन त्यहाँबाट पार गर्नुपर्ने छ त्यो गाह्रो छ नि त लास्टै होइन तपाईँहरू होइन भिडियो मात्र हेर्नुहुन्छ गाइज होइन तपाईँहरूले एउटा सब्सक्राइब गरे पनि मेरो लागि धेरै ठुलो कुरा हो होइन तपाईँको एउटा सपोर्टले चाहिँ मलाई धेरै ठुलो कुरा हुन्छ नि त होइन मलाई अझै पनि हौसला आउँछ होइन मैले भिडियो बनाउने नयाँ नयाँ कन्टेन्टहरू ल्याउने होइन तपाईँहरूलाई देखाउने अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र भिडियो कस्तो लाग्छ तपाईँहरूले हेरेर चाहिँ प्रतिक्रिया दिनु होला र एउटा लाइक गरिदिनु होला ओके गाइस अब भेट्छौँ हामी नेक्स्ट भिडियोमा अहिलेको लागि चाहिँ यति नै भन्छु होइन अब हामी चाहिँ घर जानुपर्छ बाँकी भिडियोहरू हामी हेर्दै गरौँला ओके गाइस अहिलेको लागि चाहिँ यति नै भयो बाई बाई सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति है